हेलो गाइस पाउ त हामी कामलाई भन्दै भयो वर्ष पहिलाको पुरानो गाडी यो कति राम्रो पनि छ दरो पनि पहिला 98 वर्ष पहिलाको गाडी हो राम्रो रहेछ गाडी चाहिँ बाई 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 आमा श्रीकृष्ण त खतरा खेल्नु भयो अबे Get down, drop that. Drop that. Nhậu. Sri Krishna. Jangan mak yo. Sri Krishna ले फर्स्ट टाइम घोडा पनि चढ्यो ल मिल्छ मैले त चढाएको छु कतिचोटि नमिले नि मिलिसक्यो अब चढिसक्यो हामीले Tasal lagi. यसले छोडिदिनु पर्छ 80 के अरे 82 किलो र 63 64 मम्मी र मेरो मिल्दो रहेछ Sri Krishna. Diki chau puja lah. Kau tak tim tu last thak lah, Ayo kamu? छैन थाक्ने यस्तो जाम थाक्छ अलिकति नि छैन खाऊ त राम्रो हो नि सुन्तला फेरि यो सुन्तला राम्रो पनि छ बुवा बास्ना आउने हर्र ल्याउ बाबु ल्याउ प्राइवेट फार्म होला सायद
बाटो सिक्नु पर्यो नि नेपालमा नि यस्तै बाटो छ नेपालमा त सबै यस्तो हो कति बाटो नेपालमा देख्छ हाम्रो यो सेटअप हो यहाँ चाहिँ अब सानो पिकनिक होइन यता हेर यसको ध्यान अर्कै ठाउँमा त्यहाँबाट आउँछ अरे अब भित्रमा श्रीकृष्ण फर्किने बेलामा जहिले पनि चलाउनु चाहिँ कवितै हुन्छ होइन सजिलो लाग्छ होला आउने बेलामा चाहिँ यसले मलाई पछाडिबाट बाटो देखाउँछ अनि फर्किने बेलामा चाहिँ अनि आफू चलाउँछ किनभने आउने बेलामा छिटो छिटो जाउँ भन्ने हुन्छ जाने बेलामा घर त जतिखेर गए नि हुन्छ बिस्तारै भन्ने हुन्छ नि विष्णु 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 भन्न होला म्याउ म्याउ बिरालो विष्णु 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 दिदी भन ल घर पनि आइपुग्न आँट्यो अब भन्नु चाहिँ भनिदियो बाई बाई भन्दैछु म्याउ म्याउ रमाइलो भयो है ल बाई बाई भन्दैछ विष्णु पहिलेका घर त यो जस्ताको भन्दा त टाइलको पहिला पहिला कविताले कामबाट आउँदाखेरि यहाँ त 12 बजीसम्म मम्मी भन्थे नेपाल अझै कति आमा म त यतिखेर 12 बजीसम्म बाहिरै भने त अनि भन्थे कहाँ आयो सिकिसक्यो पार्कदेखि चिनिसक्यो र कविता नै आइसकेको छ कति आइछ आजको हाम्रो कार्यक्रम सक्यो